माइग्रेनको टाउको दुखाइले दुःख दिइरहेछ भने के औषधि खाँदाखेरि चाहिँ टाउको दुखाइ कम हुन्छ त? एकचोटि यो माथिको फोटो हेर्नुस् त। स्टेप 1, स्टेप 2, स्टेप 3। यसरी नै सिडीको खुड्किला चढे जस्तै पहिलो खुड्किलामा चाहिँ प्यारासिटामोल र किडनी ठीक छ भने NS8 भन्ने औषधिको ग्रुप छ, त्यो खाएपछि धेरै जसो मान्छेहरूलाई चाहिँ माइग्रेनको टाउको दुखाइ चाहिँ कम हुन्छ। यदि पहिलो खुड्किलोबाट कम भएन भने दोस्रो खुड्किलो चढ्ने, अर्थात् ट्रिप्टान मेडिकेसनहरुमा चाहिँ जान सकिन्छ। यो दोस्रो खुड्किलो चढिसकेपछि पनि तपाईको टाउको दुखाइ स्टिल छ भने मात्र तेस्रो खुड्किलो चढ्ने र एर्गो डेरिभेटिभ्स भन्ने औषधि छ, त्यो चलाउन सकिन्छ। तपाई तेस्रो खुड्किलोमा हुनुहुन्छ र तपाईको टाउको दुखाइ कम हुँदैन र महिनामा 4 चोटि भन्दा बढी माइग्रेन अट्याक आउँछ अथवा सिभियर प्रोलङ माइग्रेन अट्याक आउँछ भने चाहिँ प्रिभेन्टिभ मेडिसिनहरु चाहिँ युज गर्न सकिन्छ। तपाई कुन स्टेपको औषधिको ग्रुपमा हुनुहुन्छ भनेर पत्ता लगाउनु र त्यो भन्दा माथि चढ्नु भन्दा अगाडि आफ्नो डाक्टरको सल्लाह पक्कै पनि लिनु होला। डाक्टरले जे भन्नुहुन्छ त्यही औषधि युज गर्नु होला र सँगसँगै मैले माइग्रेनको ट्रिगरहरु के हुन् भनेर अगाडिको भिडियोमा भनेको छु, आफ्नो ट्रिगरहरु पनि पत्ता लगाउनु होला र त्यसलाई अभोइड गर्नु होला है त। डाक्टर बी हियर, स्टे सेफ, स्टे फिट, बाइ बाइ।